नमस्ते प्रफुल्ल ट्याक्सीले स्वागत छ हजुरहरुलाई मेरो युट्युब भिडियोमा। आशा गर्दछु तपाईहरु जाति कुशल नै हुनुहुन्छ होला। म पनि एकदमै जाति कुशल नै छु तपाईहरुको मायाले भगवानको कृपाले है। अनि आज चाहिँ म घरमा आइसकेको छु। सो घरबाटै भिडियो गरिरहेको छु हैन, किचनबाट मेरो किचनबाट भिडियो गरिरहेको छु। अनि आज चाहिँ 3 सालको बादमा चाहिँ म खानापिना बनाउन गइरहेको छु है। अन्त आएको 2 दिन भइसक्यो त म खानापिना चाहिँ केही पनि बनाएको थिइनँ। सो अब चाहिँ म खानापिना बनाउन गइरहेको छु। खानापिना चाहिँ के बनाउन गइरहेको छु भन्दा चाहिँ तपाईहरुलाई देखाउँछु। मेरो स्पेशल सब्जी के हो तपाईहरुलाई त याद भइसकेको छ मेरो डेली भिडियो हेर्नेलाई हैन। सो म चाहिँ बनाउन गइरहेको छु सुँगुरको मासु हैन। सुँगुरको मासु एकदम स्पेशल बस्तीको सुँगुरको मासु हैन। अनि यहाँ चाहिँ मसला पाक्दैछ सुँगुरको मासुको लागि। स्पेशल खाना आज चाहिँ मेरो घरमा चाहिँ 3 सालको बादमा मैले स्पेशल खाना बनाउन गइरहेको छु। ओइ झन्डै मसला पाक्दैछ हैन। आजकल त म प्रो भएको छु नि त कुकमा। धेरै सालको बादमा आएर किचनमा खाना बनाउँदा त कस्तो अप्ठ्यारो पो हुँदो रहेछ। यो भाउजू यो टमाटर तपाईँ हाल्नु ल। सुँगुरको मासुमा पर्खिने म चाहिँ यो धोएर आइहाल्छु। मेरो बानी चाहिँ के छ भने पुरा थुपार्ने बानी छ नि त। अनि त्यही कारण मेरो गाली पनि मलाई जोड खान्छ। अब उतातिर हुँदा त कराउने मान्छे छैन नि त। अन्त घरमा त अब कराउने मान्छे छ, बुढा छ, के गरेको यो मैला गर्छ नि त। त्यही कारण खाना बनाउँदै बनाउँदै म चाहिँ यो धोइ पनि हाल्छु। नभए चाहिँ मेरो चाहिँ थुपारेर राखेर एकैचोटि धुने बानी छ। अनि त्यस्तो गऱ्यो भने त अहिले मलाई मार्छ गाली गरेर हो। कस्तो लाग्यो यस्तो चाहिँ खानु मन पर्छ नि मलाई चाहिँ। सानो सानो चाहिँ आँखै लाग्दैन क्या मलाई चाहिँ। म मान्छे सानो भए पनि मिठो चिया बनाइदिएको हेर्नु न। चिया खाँदै म चाहिँ काम गर्दैछु। साह्रै मिठो चिया। आफ्नो घरको चिया जस्तो मिठो चाहिँ कहाँ के हुन्छ र हैन। वाह मैले चाहिँ सुँगुरको मासु बनाइसकेको थिएँ हैन, पाक्दैछ हैन। छोराले चाहिँ फेरि मेरो छोरा चाहिँ आलु भनेपछि भुत्तुकै हो। फेरि आलुको झोल पनि बनाउनु अरे। त्यही कारण उसको लागि 2टा आलु निकालेर झोल बनाउन आँटेको। अब आलु मात्रै खानु खोज्छ। मलाई चाहिँ त्यति मन पर्दैन। उसलाई चाहिँ आलु चाहिँ बेस्ट हो उसको। मलाई चाहिँ त्यति खास लाग्दैन आलु चाहिँ। मलाई चाहिँ हरियो सागसब्जीहरू चाहिँ फेरि मनपर्छ हो। अन्त अब आलुको सब्जी बनाइदिइहाल्छु। मेरो आलु रेडी भयो। अब आलु यति हालेर मात्रै पकाइदिन्छु मेरो छोराको लागि। आलु चाहिँ म यहाँ चुङ्गुर यहाँ आलु। भाइ हेर्नु न नाप त भाइ। यो चाहिँ नि यो चाहिँ के भन्छ म जाँदाखेरि कतिको थियो भुइँमा बस्दा भाइ। आज भुइँमा बस। आज यतिको थियो। यो चाहिँ म उता इजरायल जाँदाखेरि चाहिँ यो चाहिँ यतिको। म उता जाँदाखेरि चाहिँ यो चाहिँ यतिको थियो। म फर्केर आउँदा चाहिँ यो चाहिँ यत्रो भएछ। उड्ता भाइ यो चाहिँ यत्रो भएछ। यत्रो भएछ यो चाहिँ। भाइ भन्नु भाइ सबैजनालाई। सबैलाई नमस्कार मेरोबाट। नानाको च्यानललाई के गर्नुपर्छ भन्दा लाइक कमेन्ट सब्सक्राइब एन्ड सेयर गरिदिनुहोस् नानाको च्यानललाई। भेरी गुड। अब के बनाउँदैछ नानाले? के बनाउनु भएको नाना? एउटामा यहाँनिर छ सुँगुरको मासु, यहाँ चाहिँ वंशलको लागि आलुको झोल। आलुको झोल र सुँगुरको मासु बनाउँदैछु म ल। हुन्छ। बजाइदियो। मलाई फेमस बनाइदिइ राख्न युट्युबरलाई। यो चाहिँ मेरो भाइ गौरव हो गाइस। अस्तिको भिडियोमा देखिहाल्नु भयो तपाईहरुले हैन, सिलगढीको भिडियोमा। अनि यो चाहिँ मेरो प्यारो हिरो छोरा।
बजाउँदैछ के बजाउँदैछ नगर न लु भयो 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 सक्यो थ्याङ्क यू गाइस खाना पकाउने सामान चाहिँ इन्टरटेनमेन्ट गर्दैछ यो चाहिँ कसले ल्याइदिनु भएको यो भनिदेऊ न गाइसहरूलाई गाइस यो आमाले ल्याइदिनु भएको कहाँबाट ल्याइदिनु भएको आमाले इजरायल माया माया गरिदेऊ न आमाको सबै सब्सक्राइबरहरूलाई यस्तो लभ बनाऊ न अब चाहिँ सधैँ इजरायलमा खाएको देख्थ्यो अब चाहिँ यहाँ मेरो घरमा पनि स्टार्ट भयो बुढाले चाहिँ बुढाको चाहिँ यहाँ सानो के भन्छ चुचु यसलाई बार मेरो बुढाको चाहिँ सानो बार छ हो के खाने आज चाहिँ बुढाको चाहिँ सानो बार यो चाहिँ दादा र उसलाई मेरो बुढालाई अन्त यो चाहिँ हाम्रो लागि मैले गाइस यो चिल्ली बनाएको बिफ चिल्ली हो यो चाहिँ स्न्याक्सको लागि हो अन्त अब बेलुका त यस्तै हो हल्का फुल्का रमाइलो होइन खानाको लागि चाहिँ पकाइहाल्यो चिल्ली चाहिँ यो चाहिँ स्न्याक्सको लागि बिफ चिल्ली मैले चाहिँ बिफ चिल्ली बनाएको वा मेरो भाउजू त कति ट्यालेन्टेड छ हेर्नु न गाइस मेरो भाउजूले बनाउनु भएको गाइस मेरो भाउजू हो यता चाहिँ मेरो कुसुम भाउजू हेलो भनिदिनु भाउजू मेरो भाउजू भन्दा दादा चाहिँ मेरो आफ्नो दिदी हो होइन म भन्दा ठुलो अब मेरो दिदी छैन तपाईँहरूले याद छ म चाहिँ मेरो भाउजूलाई चाहिँ मेरो दिदी नै मान्छु होइन सी इज बेस्ट मेरो दिदी नै हो मेरो भाउजू चाहिँ उयो हेर्नु राजा साहब चाहिँ गर्दैछ यहाँ अब यस्तै हामी चाहिँ यहाँ हल्का भाउजू होइन त्यो सापले चाहिँ उयो खोल्दैछ खोइ वाउ सानो नानीको भोलिपछि मेरो नानीलाई पनि बुनिदिनु ल किन छोरा लाउने स्वेटर मोजा कस्तो दामी भएछ भाउजू भेरी नाइस है कलर पनि राम्रो भएन यस्तो चाहिँ हाम्रो फ्यामिली चाहिँ यो चाहिँ बस्तीको कुखुराको कर्ची मर्ची यो मेरो भाउजूले बनाउनु भएको यो मैले बिफ चिल्ली बनाएको कस्तो रहेछ दादा कस्तो रहेछ खै के भन्नु न बहिनी च्यानलमा के भन्दैन तीन वर्षको बादमा बहिनी आएको भेरी गुड हाम्रो चाहिँ सन्तानहरू यस्तो हो नि फेरि लुकी लुकी खाँदैन देखा सेकी होइन एकदम हामी चाहिँ यस्तो छ गाइस इजरायलमा मात्रै खाएको होइन नि मैले चाहिँ मेरो म त दाजु बुढा सबैको छेउमा खाने हो हल्का कम्ती हुँदै मेरो बुढोले थ्याङ्क यू भाउजूलाई पनि खोलिरहेको त्यो भाउजूको लागि पेमाको नखोल्दिनँ अहिले उषा नाना एउटै नाना भाउजू यहाँ भाउजू टुल लिएर आउनु त दादा लु खै भाउजू खोलेर रेडी छ त्यहाँ आउनु यता लिनु ल 1 2 3 ये ल गाइस खाएलास कहिले माम खाएको हुन्छ नानी तिमीले पर्दैन भाइले पनि खाउँछ न पर्छ खाँदैन खान्छ सबै खान्छ मेरो छोरा छोरीलाई जस्तो छ आफूले गाइस हामीले स्टार्ट गरेलास ए झर्के थालमा घरमा चाहिँ यस्तो हुन्छ उल्टा हाल्नु दिन्छ ठिकै भयो वाउ आज उसु सिकेको कि दुखेर सुरु सिकेको कि यस्तो दुखेर चाहिँ नि बुढो हटेर भातलाई नि सागा गर्ने सुरु ल्याएको नि झन्डै हो मैले झन्डै मोर माथि गयो टर्निङ पुगेन मोर उयो उयो हो त्यहाँदेखि होइन तल भुसु उयो तर खेवामा के नाम थियो रामे र म रामे पछि त हिँड्नु अरे टर्निङमा त आएर होला कि बस्तीको कुखुरा गाइस माथि परिरहेको मुनिपट्टि गयो नि त्यो त कुदाउँछ नि झन्डै झन्डै परेर के गर्यो त्यहाँ वाउ बस्तीको चाहिँ त्यो हड्डी एकदम मिठो भयो हड्डीको हो भात यतिकै सेलाउँदै गरोस् के
त्यो आलु झोल अलिक मजाले उयो छ त्यहाँ हुन्छ खाँदैन कचुमा चाहिँ कची पनि नदेखि नदे हड्डी हुन्छ तर दाँत तिम्रो अड्किन्छ कि घरजु नदेखि यो दियो बुन्दाकी बिफ राखिदिएको हो भने दुई पिस अघि खाएन होइन तपाईँ बसेन नि गर्दा दिएर बाबु पक मोमो खायो नि 8 वटा कोले भर्खर उठेछ त्यो बाउजु त 8 होइन होइन 6 वटा खाइछ पास किन थिएन हो बाउ उठेछ लाग्यो पास हुन्थेन आज तल हाम्रो पछाडि 2 जना केटी बसेको थियो कि आज आएन अरू बोल्दै थिएन इजरायलको भाषा बोल्दैन अन्त मैले तपाईँहरू इजरायलबाट हो 1 महिना भएको रहेछ गण्डकमा बसेको काम छोइरहेको यता झर्न घुम्नु आएको आउनु न छोरा मैले त गर्दा हुन्छ होला राजा साप आउनु मङ्स दियो चाहिँ स्कुल जाँदाखेरि सबै खोल्नुपर्छ है स्कुल लागेर स्कुल जाँदाखेरि हेलो गाइस यो माथिको लाउँछ स्कुलमा कुन यो त लगाउँछ होला है हुँदैन स्कुलमा ल अब राख्न पनि हुँदैन हाम्रो बहिनीको 200 भाडा जसले झारेर पनि भेटाएन हुँदैन स्कुलमा हुँदैन छोरा भन्छ त बुटी त हराउँछ निकाल्नु हो कामको केही हुँदैन कामको कि बरु कामको चाहिँ देख्छ कि कामको देख्छ नि मान्छेले हो घाँटी देख्दैन नि फेरि बस्न भाइ बस्न नि आटा बनाएको छ नि त्यो सुरु भएको थियो नि आटा बनाएको अनि ग्यास भयो भन्छ रोटी यसरी बस्छ बाउको त्यहाँनिर आमालाई खास आमालाई है टिकालाई भोलि टिका लगाएर पर्सिदिन आमालाई दुईजना गुड फ्रेन्ड हो बाउ छ घरमा आउँछ नि त आमा खानु टिका लाउने पाउनु गाइस अब लु सुरु गरे अब मैले चाहिँ हाम्रो चाहिँ पिस चाहिँ यत्रो त चाहिँ त्यो खाइदिनु डल्ले खोर्सानी भात प्याज ए निम्बु पनि थियो त खायो ल अलिकति आउँछु म त पाएछ निम्बु खान्छु मेरो यो सकेको छैन अलिकति आउनु त है गाइस उनीहरू बुढाबुढी खाना खाने अरे म यता साइडमा छु गाइस म पर्दैन 17 हो भने त अर्थ्यो होला तपाईँको त टाउको देखिन त हौ मजाले बस्नु न बिना अलिकति ठाउँ दानाको सोचेको ठिक्कै भइरहेछ पिस मलाई सानो मासु मन पर्दैन ए भेना खानुपर्छ उसाले बनाउनु भएको होइन वाउ आमा भेरी नाइस वाउ तिमीलाई देखाइदिए त भाँडा कराईमै जाँदैछ भयो ओभर नाइस मिठो भयो मैले बनाएको एकदम दामी दामी A1 मेरो साथीले हेर्दै होला यस्तो थुक्निँदै होला इमाले नि हेर्नु न एक नुन कम अलिकति नुन चाहिँ कम्ती रहेछ हो गाइस हामी खाइसकेर भेट्छु ल Okay guys, good night. Thank you for watching. Bye bye.